आज किसानको एउटा प्रश्न छ, सरकार मल खै, हरेक वर्ष रासायनिक मलको अभाव दोहोरिनु अब संयोग होइन। यो केही महिना अघि बनेको सरकारको असफलता हो भनेर पनि म भन्दिनँ। वर्षौंदेखि कर्मचारी, व्यापारी र बिचौलिया बीचको मिलेमतोको परिणाम हो। मल आपूर्ति गरिसक्नुपर्ने समयमा प्रक्रिया नै अघि नबढाउने अनि फास्ट ट्र्याकका नाममा जिम्मेवारी मोड्ने प्रवृत्तिले शङ्का अझ गहिरो बनाएको छ। 2055 सालमा रासायनिक मलको 70% खरिद कृषि सामग्री कम्पनी र 30% साल ट्रेनिङले गर्ने निर्णय भएको थियो। तर 2078 मा निर्णय परिवर्तन गरी साल ट्रेनिङलाई 100% सम्म खरिद गर्ने बाटो खोलियो। कृषि सामग्री कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वमा छ भने साल ट्रेनिङमा निजी क्षेत्रको पनि स्वामित्व छ। G2G प्रक्रियाबाट खरिद गर्दा कमिसनको सम्भावना न्यून हुने, तर प्रतिस्पर्धात्मक खरिदमा बिचौलियाको प्रभाव बढ्ने भएकाले निर्णयहरू कसको हितमा भए भन्ने गम्भीर प्रश्न उठेको छ। झन अचम्मको कुरा, एउटै अन्तर्राष्ट्रिय कम्पनीले भारतलाई प्रति मेट्रिक टन करिब $540 मा मल उपलब्ध गराउँदा नेपाललाई $901 मा आपूर्ति गरिरहेको छ। स्रोत उही, कम्पनी उही, तर मूल्य यति धेरै फरक किन? यदि यसमा कुनै आर्थिक चलखेल छैन भने सरकारसँग यसको स्पष्ट जवाब हुनुपर्छ। जहाँ किसान बहुसंख्यक छन् त्यही किसान नै सबैभन्दा बढी पीडित छन्। वर्षौंदेखि समस्या उस्तै छ भने यो संयोग होइन, नीति र नियतको प्रश्न हो। त्यसैले सरकारसँग मेरो सिधा प्रश्न छ, यदि किसानप्रति राज्य इमान्दार छ भने नेपाली किसानले हरेक वर्ष मलको अभाव किन भोग्नुपर्छ? मलमा झेल गर्नेहरू विरुद्ध कहिले निर्मम हुने? नत्र दुध छैन, चिनी र चामल भए खिर खान्ते भने चाहिँ किसान तर्पिनेछन्। धन्यवाद।